मलाई एउटा कुरा यो अचम्म लाग्छ कि होइन, मान्छेले भन्छ लाज लाग्छ होइन, म त साह्रै लजाउँछु यार यसरी बोल्न, भिडियो बनाउन, अनेक कुराहरू पब्लिक प्लेसमा गर्न चाहिँ मलाई साह्रै लाज लाग्छ भन्छ क्या होइन। अरे भाइ लाज किन भने यार, लाज चाहिँ किन, के को लागि? यस्तो हेर्न, लुगा लगाएकै छ, अनुहार हेर्न गतिलो लागेकै छ, अब किन चाहिँ लाज क्या होइन। अब 500 रुपियाँमा मान्छेले दिनभरि काम हानिदिन्छ, 24 घन्टा 12 घन्टा काम हानिदिन्छ, त्यसमा चाहिँ लाज मान्दैन। फेरि यसरी मोबाइल उठाएर अगाडि भिडियो बनाउन चाहिँ लाज हुन्छ? लाज केही पनि हुँदैन क्या। यो हाम्रो सोच, यहाँ छ लाज, यहाँ छैन लाज, यहाँ छ कि हाम्रो सोचमा चाहिँ लाज छ र सोचलाई चाहिँ बदल्नुपर्छ है। यदि सोच बदल्यो भने नि माग कसम मान्छेले गर्न सक्छ क्या है, किनभने हाम्रो सोचै त्यस्तो, हाम्रो थिङ्क त्यस्तो जान्छ कि अरू मान्छेले हामीलाई त्यस्तो सोचिरहेको छैन नि। फेरि हेर्ने मान्छेले त्यस्तो सोचिरहेको छैन, यसले के गरेर होला, तर पनि यार आउट अफ मान्छे, बाहिरी मान्छेको ओपिनियनले चाहिँ त्यति आफूलाई फरक एफेक्ट नपरोस् क्या, त्यस्तो सोच राख्नुहोस् क्या होइन। काम कामै हो कि, लाज काममा लाज हुँदैन है, मलाई चाहिँ यस्तो लाग्छ होइन। त्यही भएर चाहिँ हामी पछाडि पछाडि तानिँदै जान्छौँ कि हाम्रो सोचमा चाहिँ यस्तो फरक पर्छ। हाम्रो सोचले अब अहिले भेटेको मान्छे मलाई भोलिपल्ट जिन्दगीमा भेटिँदैन भने त्यो मान्छेसँग मैले लजाउनु त, आफ्नो काम छोडिदिनु मैले, त्यसलाई देखेर लाज मान्दै यत्तिकै म लजाउँदै बस्नु त, हेटमा दुनियाँदारी छोडिदेऊ, मोबाइल उठाऊ, भिडियो बनाऊ होइन। चल्यो भने चलेको चल्यो हो, अब चलेन भने स्ट्रगल गर्नै पर्छ मित्र, त्यही हो।